Hello, namaskar, good morning, and welcome to my mini blog. सो सबैजनालाई फेरि पनि स्वागत छ। तपाईँहरूले मलाई त चिनिहाल्नुहुन्छ। सो आज चाहिँ मैले एउटा छोटो भिडियो लिएर आएको छु, जुन भिडियो चाहिँ रहेको छ सो बिहानको 5 बजेर 25 मिनट गएको छ र यो चाहिँ एकदम राम्रो मौसम कि निलो आकाश, त्यहाँमाथि कालो बादल, यति राम्रो देखिएको छ, यति राम्रो देखिएको छ। अनि त्यहाँमाथि लाइटको रोशनी, ओ वाउ! त्यही भएर मलाई चाहिँ यो देखेपछि मेरो मन मानेन क्या, यसलाई चाहिँ भिडियो नबनाइ नहुने नै भयो, किनकि यस्तो चिजहरू हत्तपत्त देख्न पाइँदैन। अनि त्यही भएर यो चाहिँ पछि सम्झनाको लागि पनि हुन्छ भनेर यो भिडियोलाई चाहिँ मैले ठक्क हल्का कभर गर्ने कोसिस गरेर ठक्क भिडियो बनाउने कोसिस गरेँ। म चाहिँ बिहान अगाडि काम परेर पसल जाँदै गर्दाखेरि चाहिँ कस्तो राम्रो एकदम है, मनै आनन्द हुने खालको। अनि साइडमा फेरि यो चराचुरुङ्गीहरू पनि कराउँदै थियो क्या। अझ त्यो कस्तो भने मलाई चाहिँ एकदम यो चराचुरुङ्गीहरू कराउँदा अनि आकाश यस्तो हुँदाखेरि बिहानको मौसममा टक्क मलाई चाहिँ आफ्नै देश नेपालमै घरको छेउछाउ कहीँ छु जस्तो फिल भयो क्या। अनि चाहिँ झन् यो चराचुरुङ्गी कराउँदा चाहिँ अति नै दामी लाग्ने क्या है, आम्माम। अनि त्यस्तै भिडियोहरू बनाउँदै बाटोमा हिँड्दै थिएँ। अनि घरहरू पनि यहाँ धेरै बनिसकेको छ। पहिले म आउँदा चाहिँ एकदम सुनसान छ यो ठाउँ, अहिले चाहिँ धेरै घरहरू बनेको छ। अनि यसरी नै देखाउँदै थिएँ, गर्दै थिएँ, अनि जाँदै थिएँ। हेर्नु न कति निलो छ यो आकाश, अनि त्यही माथि कालो बादल। म चाहिँ फेरि प्रकृतिको है एकदम ठुलो बिग फ्यान हो क्या। मलाई ठुलो घर, ठुलो रोड, ठुलो बाटोहरू भन्दा पनि मलाई चाहिँ एकदम नेचर राम्रो भयो भने मलाई त्यस्तो केही चाहिँदैन, सुन्दर हुनु पऱ्यो होइन, मलाई चाहिँ अति मनपर्छ। अनि त्यही भएर मलाई चाहिँ यस्तो देख्ने बित्तिकै मनै मान्दैन। अनि त्यही भएर मैले भिडियो बनाउनु बाध्य भएँ। अनि जाँदै थिएँ, यहाँ एउटा घर छ, म तपाईँहरूलाई देखाउँछु। त्यति मजाले चाहिँ देखिएको छैन यो घर। यो घर यस्तो राम्रो छ क्या, चिटिक्कको सानो ठिक्क डिजाइनको है, यहाँ लाइटहरू बलिरहेछ नि, यही घर भनेको। यस्तो राम्रो छ है यो घर, यस्तो राम्रो छ। यहाँ चाहिँ तिहार लागेको जस्तो लाइटहरू जहिले बलिरहेको हुन्छ। जस्ट अर्काको घर हो, यसरी मजाले भिडियो बनाउनु चाहिँ अलिक डर लागेर मैले बनाएन, जस्ट सिम्पल तरिकाले खिचेर बनाएँ, देखिहाल्नु भयो हल्का। तर यो घरको डिजाइन यस्तो राम्रो छ, मलाई अब्बर मन पऱ्यो, त्यो पनि लिइहालेँ। म मार्केट पुगेँ, अब मार्केटमा थोरै केही सामानहरू किन्नु छ। म मार्केटमा सपिङ गरेर निस्किँदा यस्तो भइरहेको छ। सो यति भन्दै मेरो भिडियो टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद सबैजनालाई, फेरि भेटौँला। ओके, बाई बाई।